जैसे नंबर 3 का इसका फायदा थावालाई 1 बराबर बॉल डाइलिंग पुग्यो त्यसको फायदा यसो कामै छैनको मालिका त्यो डार्लिङलाई जहाँ हुनुहुन्छ यहाँ आइदिनु पर्यो ठाकुर अङ्कल भनौँ त्यहाँबाट त्यत्रो चम्का उत्कृष्ट हेर त उत्कृष्ट स्पाइक जर्सी नम्बर 3 बाट फायदा मुस्कोट उत्कृष्ट प्रहार थियो बॉलिंग में तर बॉलबाट बाहिर नपुग्यो त्यसको फायदा मुस्कोट थामालाई नम्बर 1 छ 10 बराबर प्रयास राम्रो थियो स्ट्राइकको तर बल पनि काट्न सफल भएन उसको फाइट अनिलले हाल्ला हेर्ने हो सर्भिस गर्दा जैसे 5 बार सर्विस को प्रहार बोइलर हो हैके बोइलर प्रयास राम्रो थियो तर बल भने थामालाई फाइदा पर्यो नम्बर रहेको छ 7-4 स्पाइक जस नंबर 4 धोनीका खेलाडीबाट नम्बर रहेको छ 5-7 त कटाउँछ उसले त सारे स्पाइक गर्न सकेन त्यसको फाइदा थामालाई नम्बर रहेको छ 8-5 काउन्टरमा फेर अगाडि बढिरहेको छ नम्बर 6 बाट फाइदा फेरि पनि थामालाई आफ्नो खातामा एक अङ्क गर्न सफल नम्बर रहेको छ 12-6 त्यसलाई सर्भिस गर्दैन उनको फेरि कटाउन थियो तर बल पनि बाहिर नपुगे जस्तो फाइदा मुस्कोटले थामालाई नम्बर रहेको छ 13-6 यो फाइनल गर्न जाने जस्तो लाग्छ
अति अगाडि बढिरहेको छ सर्भिस काट्न सफल भएन जसको फाइदा थापालाई नम्बर रहेको छ बल बाहिर पुग्यो जसको फाइदा डार्लिङलाई नम्बर रहेको छ 8-14 नम्बर लिएको छ 15 बोल्नै पर्ने रहेछ कि के हो यताबाट लुगीको बलै लुगीको तर बुझेछ बल काट्न सफल भएन जसको फाइदा फेरि आगो भलै नै थापालाई नम्बर रहेको छ 1बाट फाइदा डार्लिङलाई आफ्नो खातामा 1 अङ्क जोड्न सफल नम्बर रहेको छ 9-16 25 थियो प्रहार तर बल पनि काट्न सफल भएन प्रहार नम्बर 4 थापाको खेलाडीबाट नम्बर रहेको छ 17-10 अति नै उत्कृष्ट नम्बर 1 बाट नम्बर रहेको छ 11-17 एउटाको कुरो नगर हुन्न भयो दुईटैको हुन्छ नत्र एउटा त खेल्न मिल्दैन बल बाहिर पुग्यो त्यसको फाइदा फेरि पनि डार्लिङलाई नम्बर रहेको छ 12-17 मारेको दुई डार्लिङ 12 छ भने कसैको एक ठाउँमा 17 फेरि पनि फाइदा डार्लिङलाई नम्बर रहेको छ 13-17 अगाडि बढिरहेको छ अघिल्लो सेट 25-19 मा सिद्धिएको थियो भने अहिले खेल 13-17 मा चलिरहेको छ फेरि पनि मौका थापालाई त्यसैगरी आफ्नो खातामा 1 अङ्क जोड्न सफल नम्बर रहेको छ 18-13 तर बल गर्न सकेन फेरि पनि फाइदा उत्कृष्ट थियो तर बल पनि बाहिर नपुग्यो जसको फाइदा डार्लिङलाई नम्बर रहेको छ 15-18 अब मात्रै 3 अङ्कको फरक हामी देख्न सक्छौँ यहाँ तर बल खट्न सकेन जसको फाइदा फेरि पनि डार्लिङलाई नम्बर डार्लिङलाई 16-18 फाइदा थापालाई नम्बर रहेको छ 19-16
उत्कृष्ट प्रहार दार्लिङमा हो फाइदा दार्लिङलाई आफ्नो खातामा 1 अङ्क जोड्न सफल नम्बर रहेको छ 7 र 19 प्रहार दक्षिण पक्षबाट नम्बर फाइदा मुसिकोट एक ठामालाई नम्बर रहेको छ 17 अति उत्कृष्ट स्केल प्रदर्शन गर्दै दार्जिलिङका खेलाडी नम्बर रहेको छ 18 2 अङ्कको प्रभावमा खेल प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ बल बाहिर पुग्यो त्यसको फाइदा मुसिकोट एक ठाउँलाई नम्बर रहेको छ 22 स्पाइक नम्बर 6 फाइदा मुसिकोट एक ठाउँलाई नम्बर रहेको छ 23 दक्षिण टिमका खेलाडीबाट फाइदा मुसिकोट खामालाई नम्बर रहेको छ 24 सर्भिस काट्न सकेन जसको फाइदा दार्जिलिङलाई खेल कतापट्टि मोडिन्छ बल आउट हुन पुग्यो जसको फाइदा दार्जिलिङलाई नम्बर 22 24 दार्जिलिङलाई गेम जित्नको लागि 3 अङ्क चाहिएको छ भने मुसिकोट एक ठाउँलाई एक सेट जित्नको लागि 1 अङ्क चाहिएको छ स्पाइक थियो तर बल जित्न सकेन उत्कृष्ट थियो तर बल सफल हुन सकेन जसको फाइदा दार्जिलिङलाई नम्बर रहेको छ मुसिकोटको हातमा 1 अङ्क आयो भने गेम फाइनलमा पुग्नेछ प्रदर्शनी गर्दै यहाँ मुसिकोट एक ठाउँमा गेम